अहिले चाहिँ हिमाल कस्तो दामी देखिरहेको छ। पसल पनि पुगिसक्यो होइन। यो चाहिँ हाम्रो पसल हो गाइज। अहिले चाहिँ यहाँ एउटा सुटिङ भइरहेको छ होइन। मर्निङ रुमको हालत चाहिँ अहिले पुरा चेन्ज गर्ने हालत छु होइन। यस्तो यो सफा गर्नुपर्ने छ क्या रुम। त्यसैले अब म चाहिँ रुम सफा गर्छु। आजको मेरो दिन कस्तो जान्छ हजुरहरूले मेरो चाहिँ पुरा यस्तो बोबाल देखिन्छ क्या। यो चाहिँ मेरो घर। म माथि जाँदैछु। माथि मेरो टनल छ क्या, टनलमा ग्रिन हाउस छ क्या, त्यहीँ जान्छु। अब बिर्छु त्यहाँ काम चाहिँ हिमाल कस्तो दामी देखिरहेको छ। पुरा दामी छ। हाम्रो गाउँ पनि दामी छ। यो चाहिँ हाम्रो कुकुर। मलचरीका बथन हजुर। अब चाहिँ म पसल जान्छु होइन गाइस। खाना साना खाएर छु। पसल छ कि त्यसैले अहिले चाहिँ हामीहरू जाँदैछौँ। पसल गएर म आफ्नो पसल पनि पुगिसक्यो होइन। यो चाहिँ हाम्रो पसल हो। यो काटी टापको पसल हो होइन गाइस। अब म मेरो हाम्रो यहाँ पनि फुलकोपी छ, तरकारी पाइन्छ होइन। यता चाहिँ पिसादेहरू छ, त्यसलाई इस्लाम मान्ने। मैले चाहिँ मास्क लगाएको छु गाइस। यस्तो यहाँभित्र पनि काटी छ। स्टेसनरी पसल हो नि त गाइस। यो अब यस्तै हो। अब यो मेरो भाइ स्कुल गइसक्यो। अब म चाहिँ अब यो दोकानमा बस्छु। 4 बजी छुट्टी भएपछि म चाहिँ घर जान्छु। यो चाहिँ बिसौना चौर होइन। यो चाहिँ हाम्रो पसल। यहाँ चाहिँ मेरो नाम छ लोकल स्टेसनरी बाला। यो बजारको नाम चाहिँ बिसौना चौर होइन। गाइस अहिले चाहिँ यहाँ एउटा सुटिङ भइरहेछ चाहिँ सबको माथि आएको छु होइन गाइस। यहाँ चाहिँ एउटा सुटिङ भइरहेछ। यस्तो एउटा सुटिङ भइरहेछ गाइस। अहिले चाहिँ म हेर्नको लागि बसेको छु होइन। अब चाहिँ हामीहरू चाहिँ तल यता चाहिँ बच्चाहरू यहाँ गेम खेलिरहेछन्। यो तेरो क्या अफिस देखा यो न यो कालो मोटे न यो तिमी फ्री फायर खेल्छन्। अब बच्चाहरू समेत यस्तो फ्री फायर खेल्छन्। अब के भन्ने पटहरू खेल्नु जान्न हौ साइकल हौ गाइस। अहिले चाहिँ म घर जान लागेको होइन। अहिले चाहिँ म आधा बाटो पुगिसकेँ। हाम्रो गाउँ चाहिँ यतादेखि चाहिँ खतरा देखिन्छ क्या। अहिले लाइट चाहिँ आएको छैन, थोरै छ लाइट, त्यही पनि यस्तो देखिन्छ। यो चाहिँ हाम्रो गाउँ देख्नु भएको होला, मैले भिडियोमा पनि देखाइसकेको छु। अब चाहिँ म घर जान लागेको। यसमा चाहिँ के छ भन्देखिमा यो चाहिँ स्याउको पेटी, घरमा बिउसिउ हाल्न आउँछ नि त, त्यसैले यसमा चाहिँ अरू केही छैन, खालि स्याउको पेटी मात्र हो। अब चाहिँ म घर पुगिसकेपछि हजुरहरूलाई देखाउने छु। कमेन्ट सेयर चाहिँ नभुल्नु होला है गाइस। लाइक कमेन्ट सेयर चाहिँ एन्ड सब्सक्राइब चाहिँ नभुल्नु होला। जसरी भयो नि गरिदिनु होला।